ट्रेडिङको लागि सबैभन्दा इजिएस्ट स्ट्र्याटेजी भनेको EMA हो। कसरी युज गर्ने लेट्स सी। फर्स्टमा तपाई कुनै पनि स्क्रिनर ओपन गर्नुस्, त्यसपछि यहाँ इन्डिकेटर सेक्सनमा आएर EMA सर्च गर्नुस्, EMA। ओके, सो यहाँ मुभिङ एभरेज एक्सपोनेन्शियल आउँछ, यसमा तपाई 3 पटक क्लिक गर्नुपर्ने हुन्छ। ओके, सो यहाँ 3 वटा EMA आइसकेको छ र इच EMA को डिफल्ट सेटिङ चाहिँ 9 EMA हुन्छ। सो अब यो सेटिङलाई चेन्ज गर्नुपर्ने हुन्छ। यहाँ सेटिङमा जानुस्, त्यसपछि यो कलरलाई ग्रीन गर्नुस्। फर्स्टको कलरलाई ग्रीन, इनपुटमा 9 नै राख्नुस्। ओके, त्यसपछि सेकेन्डको सेटिङमा जानुस्, यहाँ लेन्थलाई 15 गर्नुस् अनि स्टाइललाई चाहिँ यहाँ यसको कलर चाहिँ ब्ल्याक गरिदिनुस्। त्यसपछि अर्को थर्ड नम्बरको चाहिँ यहाँ सेटिङमा जानुस्, लेन्थमा 30 र स्टाइलमा चाहिँ यसको ब्ल्याक राख्नुस् र थिकनेस 2x गरिदिनुस्। ओके, यति भइसकेपछि यसमा एकदमै सिम्पल कुरा छ, ध्यान दिएर सुन्नुस्। जब यो ग्रीन लाइनले यो माथिको दुईटा ब्ल्याक लाइनलाई क्रस ओभर गर्छ, त्यो भनेको चाहिँ बाई सिग्नल हो, बुझ्नुभयो? र जब यो ब्ल्याक लाइनले ग्रीन लाइनलाई क्रस ओभर गर्छ, द्याट इज सेल सिग्नल। सो यहाँ हेर्नुस्, यो भनेको चाहिँ बाई सिग्नल हो। फर्स्ट बाई सिग्नल यहाँ आयो, त्यसपछि कन्फर्मेसन बाई सिग्नल यहाँ आएको रहेछ। ओके, सो सेल सिग्नलमा पनि त्यस्तै भएको छ। यहाँ हेर्नु, EMA 15 ले 9 लाई क्रस ओभर गरेको छ। सो फर्स्ट सेल सिग्नल यहाँ आयो र सेकेन्ड सेल सिग्नल चाहिँ यहाँ आएको रहेछ। ओके, सो यहाँ हेर्न सक्नुहुन्छ कन्टिन्यू सेल सिग्नल नै थियो र अहिले भर्खर अब यहाँ बाई सिग्नल दिन लागेको छ। जब यो ग्रीन लाइन माथि यो ब्ल्याक लाइन भन्दा माथि जान्छ, त्यो भनेको चाहिँ बाई सिग्नल हो। अब यो कुनै पनि स्टकमा हेर्न सक्नुहुन्छ, जस्तो कि आजको ट्रेन्डिङ स्टक UNSPL हेरौँ। यहाँ UNSPL मा देख्न सक्नुहुन्छ, यहाँ बाई सिग्नल चाहिँ यही लेभलमा आएको छ, क्रस ओभर भइसक्यो, यहाँ बाई सिग्नल थियो। ओके, सेल सिग्नल पनि हेरौँ, यहाँ सेल सिग्नल थियो र अर्को बाई सिग्नल त्यो भन्दा प्रिभियसली चाहिँ बाई सिग्नल यहाँ थियो। ओके, सो दिस इज सो सिम्पल स्ट्र्याटेजी। अर्को तपाईँ यही स्ट्र्याटेजीको बेसिसमा न्यू स्टक हेर्न सक्नुहुन्छ, SHEL, जुन चाहिँ भर्खरै बाई सिग्नल दिन लागेको छ। म अहिले हेर्दै थिएँ, यहाँ प्रिभियसली सेल सिग्नल थियो र यहाँ भर्खरै 2-4ले बाई सिग्नल दिएको छ। सो यहाँ बाई सिग्नल आयो र यहाँ कन्फर्म भयो। सो यो स्टक तपाईहरु हेर्न सक्नुहुन्छ एज पर दिस स्ट्र्याटेजी एन्ड फलो फर मोर ट्रेडिङ स्ट्र्याटेजी भिडियोज।